Holy. Kind of season. कार पार्किङ हो यो हाम्रो त यो कार होइन के यही होला हाम्रो त यही हो त कोको बिच ओए उयो पछाडि गाइज हामी कोको बिच कटेको रहेछौँ फेरि घुम्दैछौँ कोको बिच साथै हाम्रो छोटो सा भ्लग यहीँ सक्यो पछि पज गर्छु भनेर छुन्छु त होइन पछि एक दो तीन सँग त बत्ती छैन के नयाँ तार चोक्ने त त्यसमा मुझे अनपढ हो अरे हा साह्रै रेकर्ड हुँदै गोकाड होइन के उतै गायो त्यो पगी जस्तो गाडी त्यसलाई के भन्छ त नि त्यसलाई त गोकाड एटिभी एटिभी यसमा कति लिन्छ एटिभीको यसमा हिँड्नु त मजा आउँथ्यो यता रहेछ यो पछि आउँदा यसको लागि चाहिँ यो त्यस्तै होला जस्तो छ है साथी यो घुमेर उतै लेखाइ खुला अझै ठाउँ रोकौँ है साथी चिया खानालाई चिया भर्खर पेटै घटे खाने यत्रो ब्रेकफास्ट गरेर आएको छु भाउजू खाना गर्दैछ दिदी यताबाट माथि कता पुगिन्छ मलाई पनि हामीलाई पनि थाहा छैन नयाँ हो घुम्ने ठाउँहरू छ माथि ए गाउँहरू हो अनि यतापट्टि चाहिँ यता यता जोडिने हो कति टाढो हो यहाँबाट हजुर बाटो त राम्रै होला है पेट्रोलले पुगिहाल्यो त हामीलाई के भयो माको हात यस्तो दुखिसक्यो एउटा रेकर्ड भयो त हात दुखेर के भयो त रेकर्ड गरेर देखिँदो रहेछ दामी हेर लालको भ्यू देख्छ बहुत दामी भ्यू देखिँदो रहेछ यहाँबाट है यति मजाको छ स्कुटी मालिकले फोन गर्दैन
मन लागेको बेला लगेर छोडिदिनुपर्छ घरै लिएर जानु पर्ला दाजु म त काठमाडौँ पुगेछु लिन आउनु है भनेर मासल मेरो कागुया चाहिँ के नेसनल आइडी कार्ड चाहिँ अनि त्यो लिएर आउँछ नि त नि त्यो जापानिज नेसनल आइडी कार्ड भएर के हो त हराएछ भनिदिन्छु नि फेरि अर्को दिन्छ स्कुटी लिन आइहाल्छ नि ओइ गाउँघरले थप्दै यो त के हो पुरै प्योर गाउँ बस्ती रहेछ नि त यहाँ त पोखराको गाउँ चाहिँ यस्तो हो कास्कीको गाउँ पोखरा त के भन्ने पोखरा त छुट्टै भयो यो कास्कीको गाउँमै म चाहिँ खतरा यहाँ खोला हो यो भाइ यो उयो निस्केको त्यो कुलो ल्याएर खोला बनेको हो कि हाम्रै योतिरको जस्तो अब गाउँभन्दा बाहिरबाट कुलो ल्याएको थियो खोला बन्यो अहिले गाउँको बिचबाट कुलो ल्याएर मरेको रन्डुहरूले गाउँै गाउँ खोला भन्नु डर्छ त्यसका भौसोडी शान्ति होटल शान्ति होटल के टाइपको एक्सप्लोर होला मेरो गाउँले कहाँबाट यो त वहाँदेखि घुम्नुपर्छ के हो 22 किलोमिटर रहेछ यहाँ बस्छु एकछिन सोह्र खोला सोह्र त है फाटै गानु पऱ्यो 0.5 मा है यो चाहिँ युट्युबमा हाल्छु क्या लङ भिडियो हालेको थिएन रेन्टमा लिएर नि मजा आउँदो रहेछ यिनीहरूले स्कुटी रेन्टमा लिएर हिँड्नु नि मजा आउने रहेछ ओइ कहाँसम्म पछि त्यहीँसम्म जानुपर्छ जसरी नि पेट्रोल नेक्स्ट टाइम आउँदा चाहिँ यो कामे साइडतिर बस्नु पऱ्यो है तर त्यो लेक साइडमा पनि त्यो 7, 8, 9 चाहिँ त्यो स्ट्रिट चाहिँ राम्रो छ क्या त्यहाँबाट ठ्याक्कै उता दामी देखिन्छ क्या मलाई राम्रो भन्दा नि पुग्लै पालपाती राम्रो चाहिँ छोरा भिडियोमा आउँछ सबै एकदमै आनन्द छ ट्राफिक पनि टेन्सन छैन ट्राफिक पनि आउँदैन भाइ गाडी पनि आउँदैन बाटो खाली छ जहाँ जहाँ पुग्छ त्यहीँ त्यहीँ पुग गाउँको मजा पनि लिन पाउने भयो कति लामो बनाउने बनाउन पुरै 1 घन्टा भयो नि के त्यसको लागि चाहिएको छ कि अफरोड हो कि हो अब पुग्छ चाहिँ कहाँ हो यो जिल्ला त कास्की होला नि अर्को ठाउँतिर पुग्यो भने आधा त्यतातिर बसेर फर्किनुपर्छ फेरि अनि गरेर होटल त चेकआउट गरेर नमिले चेकआउट गरिदिन्छ तर अझै ब्याग चाहिँ भोलि लिन आउँछु भन्नु पर्ला टिकट अनि बस टिकट तर पैसा दिनुपर्छ 3000 रुपियाँ चाहिँ चुना लाग्छ एउटै माथिको छ नि के हो त्यो बाटो अफरोड हुन थाल्यो कि यो घुमेर लेक साइड घुमेर होइन होला यताबाट त्यो गुरुङ भिलेज भनेको त्यो दाइले भन्नुभएको थियो तर पुग्यो क्या हो त्यस्तै लाग्यो मलाई यार गुरुङ भिलेज त उतैतिर हो
सेवा खालको उताबाट हो त्यो यसरी घुम्यो भने त पुगिहाल्छ बनाउनु पर्ने है यिनीहरूले यसरी होइन है राम्रो वरिपरि सफा बाटो राम्रो बाटो यता नर्मल चिया अड्डा हो यो चिया अड्डाबाट प्रेरित भएर टमेटो चिया अड्डा त्यही चिया अड्डा चाहिँ होइन बक्सरावलको चाहिँ होइन पुरै भिड कहाँ मरेको यो बाटो त बहुत खतरनाक है उल्टी यो जग्गा चाहिँ होइन म बस्थेँ शीतलमा त चाहिँदैन पैसा तिरेर उता पोखरा भनेर सस्तो होला उतापट्टि भनेर बजारतिर भन्दा त यता पिछ जानु डाँडा छ जानु पर्ला हामी पोखरा भन्दा बाहिरको उसलाई एक्सप्लोर हान्यौँ न के छ मारिला प्योर गाउँ गाछी रहेछ है तर यहाँ भयो नि आनन्द भयो कहिलेकाहीँ पोखरा आउँदाखेरि घर बनाएर हटायो त्यसो फेरि उयो गरेर डाँडा